तपाईहरु सबैलाई मेरो YouTube च्यानलमा स्वागत छ। आज तपाईहरुको माझमा लिनियर इक्वेशनको एउटा क्वेशन लिएर आएको छु। क्वेशन यस प्रकार रहेको छ। At present the age of a mother is 3 times the age of her daughter। यहाँ हेर्नुस् है, अहिलेको समयमा प्रेजेन्टको समयमा आमाको उमेर चाहिँ छोरीको उमेर भन्दा 3 गुना छ अरे। त्यसैगरी आफ्टर 5 years 5 वर्ष पछाडी the sum of their ages will be 54 years। 5 वर्ष पछाडी चाहिँ आमाको एज र छोरीको एजको सम चाहिँ 54 इयर्स हुन्छ अरे। ठीक छ। अब ए नम्बरमा के सोधेको छ हामीलाई, फाइन्ड द प्रेजेन्ट एजेस अफ मदर एन्ड हर डटर। त्यसै आमा र छोरीको प्रेजेन्ट एज चाहिँ कति कति हुन्छ निकाल भन्दैछ है। त्यसैगरी बी नम्बरमा हाउ मेनी इयर्स अगो द सम अफ देयर एजेस वाज 32 इयर्स। भनेपछि कति वर्ष अगाडि चाहिँ उनीहरु आमा र छोरीको उमेरको सम चाहिँ 32 इयर्स थियो होला भनेर सोध्दैछ। ध्यान दिएर हेर्नुस् है। सोलुसन यस्तो सिचुएसनमा पहिला सुरुमा लेट गर्ने, लेट present ages of mother and her daughter are X and Y respectively। कुरा बुझ्नुभयो। आमा र छोरीको एज चाहिँ मैले के माने, X र Y माने। आमाको एजलाई X र छोरीको एजलाई Y माने। ठीक छ। अब यसको यहाँ हेर्नुस् है, ए नम्बरको एन्सरमा यसको इक्वेसन बनाऊ त। फर्स्ट केस सुरुको केसमा के छ, पहिला सुरुमा इक्वेसन बनाऊ। सुरुको केसमा हेर्नु है, एट प्रेजेन्ट द एज अफ अ मदर इज 3 times द एज अफ हर डटर। अहिलेको प्रेजेन्ट टाइममा चाहिँ आमाको एज चाहिँ छोरीको एज भन्दा 3 टाइम्सले बढी छ भन्दै छ। ठीक छ। अब प्रेजेन्ट एज हामीले मदरको एक्स मानेको छौं, डटरको हामीले वाई मानेको छौं। अब इक्वेसन बनाउँदा तपाईले जहिले पनि के कुरा ख्याल गर्नु भने हामीले इक्वेसन बनाउँदाखेरि इक्वल फर्ममा देखाउनु पर्छ, बराबरको अवस्थामा देखाउनु पर्छ। यहाँ आमाको उमेर छोरीको भन्दा 3 गुना छ, इक्वेसन बनाउँदा बराबर देखाउनु पर्यो। अब आमाको उमेर यहाँ बढी छ, अब आमा र छोरीको उमेरलाई बराबर बनाउनु पर्यो भने के गर्नु पर्यो त हामीले छोरीको उमेरमा थप्नु पर्यो। कुरा बुझ्नुभयो। कति टाइम्सले बढी छ आमाको उमेर, 3 टाइम्सले। अब 3 टाइम्सले आमाको उमेर बढी छ भनेपछि छोरीको एजमा चाहिँ हामीले 3 टाइम्स थप्नु पर्यो, इन्क्रिज गर्नु पर्यो। कुरा बुझ्नुभयो। अब यहाँ हेर्नुस् है, आमाको उमेर x छ, बराबर बनाउनको लागि छोरीको उमेर y छ, कति टाइम्सले बढी छ अरे 3 टाइम्सले। भनेपछि छोरीको एजमा 3 ले मल्टिप्लाई गर्नु पर्यो। अनि के भयो त, आमाको उमेरसँग बराबर भयो। कुरा बुझ्नुभयो नि। इक्वेसन बनाउँदा जहिले पनि हामीले बराबर बनाउनु पर्छ है। त यहाँ आमाको उमेर बढी भएको हुनाले हामीले थप्न बराबर बनाउनको लागि कता थप्नु पर्यो, छोरीको उमेरमा थप्नु पर्यो। टाइम्स भन्दा हामीले मल्टिप्लाई गर्नुपर्छ। बुझ्नुभयो। मोर भनेको भए हामीले के गर्नुपर्छ, एड गर्नुपर्छ। लेस भनेको भए हामीले सबट्र्याक्ट गर्नुपर्छ। यो कुरालाई ख्याल गर्नु होला है। अब यसलाई इक्वेसन बनाऊ त। x - 3y = 0। यसलाई इक्वेसन 1 बनाऊ। त्यसै गरी यसको सेकेन्ड केसमा जाउँ त। सेकेन्ड केसमा के भन्दैछ मजाले ध्यान दिएर हेर्नु होला। आफ्टर 5 years द सम अफ देयर एजेस विल बी 54 years। 5 वर्ष पछाडी चाहिँ उनीहरुको एजको सम चाहिँ 54 years हुन्छ। अब हेर्नु त, आमाको अहिलेको प्रेजेन्ट एज कति छ, x। 5 वर्ष पछाडी कति हुन्छ, 5 हुन्छ। बुझ्नुभयो कुरा। प्लस छोरीको अहिलेको प्रेजेन्ट एज y। 5 वर्ष पछाडी छोरीको एज कति हुन्छ, y + 5। अब यो दुईटैको एज 5 वर्ष पछिको एजलाई जोडो भने चाहिँ कति हुन्छ अरे 54। एड गर्दा 54 भयो। चाहिँ कति आयो त, x + 5 + y + 5 = 54। चाहिँ कति हुन्छ हाम्रो x + y 5 + 5 गर्दा 10 भयो, = 54। कुरा बुझ्नुभयो। चाहिँ हाम्रो x + y = कति आयो, 54 - 10 आयो। चाहिँ कति आउँछ, x + y = 54 - 10 गर्दा कति भयो, 44 भयो। यसलाई इक्वेसन 2 लेट गर्ने। यहाँसम्म क्लियरली बुझ्नुभयो नि। अब यसरी इक्वेसन बनाइसके पछाडी यो दुईटै इक्वेसनलाई सल्भ गर्ने। बुझ्नुभयो कुरा। अब ध्यान दिएर हेर्नुस् है, सल्भ गरौँ यसलाई। सल्भिङ इक्वेसन्स 1 and 2 है, सल्भ गरौँ। सल्भिङ इक्वेसन्स 1 and 2 we get दुईटै इक्वेसनलाई सल्भ गरौँ त। हाम्रो भ्यालु के आउँछ, इक्वेसन 1 हाम्रो x - 3y = 0 थियो। त्यसै गरी हाम्रो इक्वेसन 2 के छ त, x + y = 44 छ है, 44। ठीक छ। कुरा बुझ्नुभयो। अब यहाँ हेर्नु त, यहाँनिर हाम्रो टर्म सेम छ, x छ। टर्म सेम छ भने इक्वेसन सल्भ गर्दा हामीले यसको साइन हेर्नुपर्छ। ठीक छ। यो x पनि प्लसमा छ, यो x पनि प्लसमा छ। यदि टर्म पनि सेम छ अनि साइन पनि सेम छ भने त्यस्तो सिचुएसनमा हामीले इक्वेसनलाई सबट्र्याक्ट गर्नुपर्छ।
कुरा बुझ्नुभयो इक्वेसनलाई सबट्र्याक्ट गर्ने सबट्र्याक्ट गर्दा सेकेन्ड इक्वेसनको साइन चेन्ज हुन्छ ठीक छ कुरा बुझ्नुभयो यदि साइन चाहिँ डिफरेन्ट भएको भए चाहिँ हामीले इक्वेसनलाई एड गर्नुपर्छ है त यसरी यो लिनियर इक्वेसनको इक्वेसन तपाईहरुलाई सल्भ गर्न अझै राम्रोसँगले तपाईले बुझ्नु भएन राम्रोसँगले आउँदैन भने तपाईले मेरो अगाडिको भिडियो हेर्नु होला यहाँ प्लेलिस्ट नै छ इक्वेसन भनेर त्यो इक्वेसनको प्लेलिस्टमा गएर तपाईहरुले हेर्नु होला तपाईलाई त्यहाँ मैले मजाले सल्भ कसरी गर्ने इलिमिनेसन मेथडबाट सब्स्टिट्युसन मेथडबाट भनेर मजाले बुझाएर त्यहाँ भिडियो राखेको छु त्यो भिडियो चाहिँ हेर्न नभुल्नु होला है अब हेर्नुस् त यहाँ प्लस x माइनस x क्यान्सल हो माइनस 3y माइनस y गर्दा कति हुन्छ माइनस 4y इक्वल टु 0 माइनस 44 गर्दा माइनस 44 भनेपछि कति आयो त y इक्वल टु माइनस 44 डिभाइडेड बाइ माइनस 4 आयो देयरफोर y इक्वल टु कति आयो हाम्रो 11 आयो कुरा बुझ्नुभयो अब यो y को भ्यालु आइसकेपछि y को भ्यालुलाई राखौं त इक्वेसन 1 मा वा 2 मा जा राखे पनि हुन्छ है ध्यान दिएर हेर्नु होला पुटिङ द भ्यालु अफ y in equation 1 जा राखे पनि हुन्छ है in equation 1 we get equation 1 के छ यहाँनेरि x 3y equal to 0 छ कुरा बुझ्नुभयो अब x 3 into y को भ्यालु कति आएको छ हाम्रो 11 equal to 0 भनेपछि कति आयो x 33 equal to 0 or x equal to 0 plus 33 therefore value of x is 33 कुरा बुझ्नुभयो therefore required ages of mother and her daughter are कति रहेछ 33 years and 11 years respectively कुरा बुझ्नुभयो यहाँनेरि के हाम्रो मदर र डटर को प्रेजेन्ट एज आयो है ए नम्बरको आन्सर सक्यो बी मा जाउँ त हाउ मेनी इयर्स अगो द सम अफ देयर एजेस वाज 32 इयर्स कति वर्ष अगाडि चाहिँ उनीहरुको एज को सम चाहिँ 32 इयर्स छ भनेर सोध्दै छ है ध्यान दिएर हेर्नु होला बी नम्बरको आन्सरमा जाऊ बी नम्बरको सोलुसन मजाले ध्यान दिएर हेर्नु होला पहिला लेट गरौँ लेट z इयर्स अगो the sum of their ages was 32 years कुरा बुझ्नुभयो मैले यहाँ के मान्दे z इयर्स अगाडि चाहिँ उनीहरुको एज को सम चाहिँ 32 इयर्स छ भनेर माने है त अहिले प्रेजेन्ट एज हेर्नु त आमाको प्रेजेन्ट एज मदरको प्रेजेन्ट एज 33 आएको छ ठीक छ अब कति वर्ष अगाडि z वर्ष अगाडि आमाको एज कति थियो 33 माइनस z थियो अगाडिको एज त कम हुन्छ त्यसैले माइनस गर्नु पर्यो त्यसैले अहिले प्रेजेन्टमा चाहिँ छोरीको एज कति थियो 11 भनेपछि z वर्ष अगाडि कति हुन्छ 11 माइनस z इक्वल टु टोटल सम चाहिँ कति छ अरे 32 छ अरे अब यसलाई सल्भ गरौँ 33 माइनस z प्लस 11 माइनस z इक्वल टु 32 ध्यान दिएर हेर्नु है यसलाई अब सल्भ गरौँ कति आउँछ आन्सर मजाले हेर्नु होला 33 plus 11 गर्दाखेरि कति भयो हाम्रो 33 plus 11 गर्दाखेरि 44 भयो माइनस 2z equal to 32 अब 32 लाई यता साइड चेन्ज गरौँ 44 minus 32 equal to 2z लाई उता साइड चेन्ज गर्दा प्लस मा गयो 44 minus 32 गर्दा 12 भयो 12 equal to 2z or 12 divided by 2 equal to z therefore z equal to 6 आयो भन्नुभयो therefore 6 years ago the sum of their ages was 32 years कुरा भन्नुभयो भनेपछि 6 वर्ष अगाडि चाहिँ के रहेछ त आमा र छोरीको एज को सम चाहिँ 32 इयर्स रहेछ कुरा भन्नुभयो नि यसरी यस्तो खालको लिनियर इक्वेसनहरुको प्रब्लमलाई हामीले सल्भ गर्न सक्छौं मलाई आशा छ आज मैले सिकाएको कुराहरु तपाईले राम्रोसँगले बुझ्नु भयो होला म यसरी नै तपाईहरुको माझमा नयाँ जानकारीमूलक भिडियोहरु लिएर आउने नै छु